साथीहरु, गुड मर्निङ। तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। आज भने चाहिँ म गुन्द्रुक बनाउनु आँटिरहेको छु साथीहरु। अहिले चाहिँ बिहानको 8 बजेको छ। नानीलाई स्कुलहरु पठाएर चाहिँ यो सागमा चाहिँ यति साह्रो मैला चाहिँ यति बेसी हुन्छ। अस्ति सुकाउँदा पनि धोएरै सुकाएको, फेरि यसरी सुकाउँदा झुसलेहरु पर्छ। त्यही भएर चाहिँ मैले फेरि पनि धोदैछु अनि धोदै यहाँ च्यादरमा सुकाइरहेको छु। अनि यो चाहिँ रिजेक्ट सुँगुरलाई साह्रो हुन्छ, फेकाइ चाहिँ हुँदैन। सबै कुरो सुँगुर पालिसकेपछि सबै बिग्रेको चिजहरू खाइदिइहाल्छ। त्यही भएर आज चाहिँ म गुन्द्रुक बनाउने छु, तपाईहरुलाई पनि देखाउने छु म कसरी बनाउने छु भनेर। भाँडामा पानी पनि उम्लिरहेको छ अनि यहाँ म चाहिँ भट्टाभट्टी साग धोइरहेको छु। झुस्लेको सिजन छ, पुरै झुस्ले पस्छ नि त सुकाउँदा। फेरि पनि मैले चाहिँ यहाँ धुँदैछु। अहिले म कसरी बनाउने छु त्यो पनि देखाउने छु त, हेर्दै गर्नु। गुन्द्रुक चाहिँ यसरी बनाइ हुँदा चाहिँ साथीहरु हातहरु भन्ने चाहिँ सबै जाने रहेछ है त। अब यसो गर्नुपर्छ, यस्तो अब भगभग उम्लेको पानीमा हात गाड्दा चाहिँ सक्दैन। मलाई चाहिँ पुरा साह्रो पर्यो, कसरी चाहिँ लाउँछ उ। तातो सनेला मात्रै रहेछ है यो। गुन्द्रुक बनाउनु जस्तो साह्रो चाहिँ केही छैन रहेछ है। अमिलो गुन्द्रुक छाल है तिम्रोमा भन्दै माग्नु चाहिँ साह्रो रहेछ है। उम्लेको पानी चाहिँ यहाँ खनाउँदा चाहिँ मेरो हातहरु चाहिँ यस्तो भइरहेछ। उठ्यो होला है अमिलो, अलिकति देऊ न भन्नु चाहिँ अप्ठ्यारो हुने रहेछ है। धेरै सोचेर मात्रै माग्नु पर्ने रहेछ, छालाहरू जाने रहेछ। झमेला अमिलो गुन्द्रुक छाल है तपाईँकोमा भन्ने माग्नु चाहिँ साह्रो रहेछ है। चिसो हुन्छ है, छिटो गर। सबै हात ओलेर भनेको चाहिँ उम्लेको पानीले चाहिँ बहुत साह्रो पर्ने रहेछ। के खान्छ मान्छेले, के खान्छ सुँगुरले। साथीहरु, अस्ति बनाएको गुन्द्रुक चाहिँ कस्तो भयो अब हामी निकाल्ने छौँ है त। यहाँ च्यादर धुँदैछ गुन्द्रुक सुकाउनुको लागि। घाम पो ओझल हुँदैछ, घाम लाग्यो भनेर दाउ छोपेको। हेर्नुहोस् है त कस्तो भएको छ, म देखाउने छु। अस्ति बनाएको गुन्द्रुक चाहिँ कस्तो भएको छ हेरौँ है त। अब कतिको च्वाट भएछ है। राख्नु त फस एउटा पुरै अमिलो अमिलो भयो साँच्ची। निचर्दै ज्वरोमा खाने खालकै भएछ। रासमा बोडासँग चाहिँ मजाले गालेर चाहिँ म त काट्ने पै काट्ने यो काटेको चाहिँ ट्याप्पै मन पराउँदैन। यसरी घारै खानु भन्छ, म चाहिँ मन पर्दैन। फेरि यस्तो चाहिँ टुक 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 काटेको चाहिँ मजा आउँछ नि। यसो गर्नु होइन, पहिला थुपार न निकाल्दै। पहिलो दामी भएछ। भाँडामा त्यत्रो हात पिल्छाको चाहिँ खेर गएन सब। हामीले चाहिँ निकाल्दैछौँ है यहाँनिर। अझै छ यत्रो हामीले चाहिँ निकालिसक्यौँ। यहीँ कोलाई मनपर्छ गुन्द्रुक चाहिँ कमेन्ट गर्नु होला है त साथीहरु। बाई बाई। हजुरहरूलाई मैले निकालेको पनि देखाएँ। अब म यो मजाले चेक काटेर सुकाउने छु। मन पर्यो भने कमेन्ट गर्नु होला है त।